हेलो एभ्रिवान वेलकम टु माई पेज वेलकम टु दिल्ली ब्लग्स पेज है अनि युट्युबमा हेर्दै हुनुहुन्छ भने चाहिँ दिल्ली ब्लग च्यानल तपाईँलाई चाहिँ आज म एउटा चाइनाको अर्को एउटा कुरा देखाउँदैछु है त जस्तो मेरो ब्याकग्राउन्डमा यो चाहिँ पान्डा क्लब भन्छ यो चाहिँ पुल हाउस हो है त तर यो चाहिँ 24 आवर हुन्छ जस्तो अघि पछि पनि यहाँ जस्तो यो बन्द गरे हुन्छ हैन जस्तो अहिले यहाँ यो बन्द भयो नि हैन मैले फेस स्क्यान गरेपछि यो खुल्यो है खुल्यो त्यसपछि भित्र छिरिसकेपछि अब अहिले त लाइट कुनै पनि खुला छैन हैन यो माथि अब लाइटको लागि चाहिँ पेमेन्ट गर्नुपर्छ अब यो साइडको लाइटले अलिअलि त देखिया छ किनभने बाहिर पनि उज्यालै छ अहिले पछि देखिँदैन है अनि यिनीहरूले कता कताबाट मोनिटर गरिरहेको हुन्छ त्यही भएर चाहिँ यहाँ कोड छ चट्ट क्युआर कोड स्क्यान गर्ने अनि क्युआर कोड स्क्यान गरिसकेपछि यो लाइट खुल्छ अनि लाइट खुलिसकेपछि चाहिँ टक्क लगाएर पेमेन्ट गर्ने हो दाजु हुन लाग्यो अब यहाँ ठ्याक्कै हुन लाग्यो दाइ हामी गर्दैछौँ त यसरी पैसा तिर्ने बित्तिकै झलक्क लगाएर चाहिँ बत्ती बल्यो अनि अर्को कुरा नेपालतिर मैले नदेखेको नि हुनसक्छ यसरी हेरौँ है त यो पकेटबाट चाहिँ